समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली बीच के फरक छ? फागुन 21 को निर्वाचन नजिकिँदै गर्दा तपाईँ हामीले यी दुई बीचको फरक बुझ्न एकदमै जरुरी छ। नेपालको निर्वाचन प्रणाली दुई भागमा आधारित छ, प्रत्यक्ष र समानुपातिक। र फागुन 21 को निर्वाचनमा पनि तपाईँ मतदान केन्द्र पुग्दा दुईवटा फरक मतपत्र पाउन सक्नुहुन्छ, एउटा प्रत्यक्षको लागि र अर्को समानुपातिकको लागि। यी दुईको काम एकदम फरक छ। नेपालको प्रतिनिधि सभाका कुल 275 सिटका लागि यो निर्वाचन हुँदैछ, जसमध्ये 165 सिट प्रत्यक्ष प्रणालीबाट र 110 सिट समानुपातिक प्रणालीबाट चुनिन्छ। अब कुरा गरौँ प्रत्यक्ष निर्वाचन प्रणालीको। यस प्रणालीमा जनताले आफ्नो क्षेत्रमा उम्मेदवारलाई सिधै भोट हाल्छन्, जसले बढी मत ल्याउँछ उनी विजयी हुन्छ। अर्थात् प्रत्यक्ष मतपत्रमा तपाईँ आफ्नो क्षेत्रको कुनै एक व्यक्तिलाई भोट दिनुहुन्छ, जसले आफ्नो क्षेत्रमा सबैभन्दा बढी भोट ल्याउँछ ऊ सिधै सांसद बन्छ। यो मतले तपाईँको गाउँ सहरको स्थानीय समस्या बुझ्ने र काम गर्ने व्यक्तिलाई छान्छ, त्यसैले सांसद जनतासँग नजिक हुन्छ र जवाफदेही पनि हुन्छ। तर यो प्रणालीमा साना दल वा कम भोट पाउने समुदायका मान्छे जित्न गाह्रो पर्छ। यस्तै अब समानुपातिक निर्वाचन प्रणालीको कुरा गर्दा यहाँ दलले पाएको कुल मतको अनुपातमा सिट बाँडिन्छ। अर्थात् समानुपातिक मतपत्रमा तपाईँ व्यक्तिलाई होइन, कुनै दल जस्तै काङ्ग्रेस, एमाले, रासपा लगायतको चुनाव चिन्हमा भोट हाल्नुहुन्छ। पुरै देशको भोट जोडेर हेर्दा जुन दलले जति प्रतिशत भोट पाउँछ त्यही अनुपातमा सिट पाउँछ। जस्तै कुनै दलले 40% भोट पायो भने 110 मध्ये 44 सिट पाउन सक्छ। तर समानुपातिकतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल सदरमतको 3% मत कटाउनु पर्छ। यसलाई थ्रेसहोल्ड भनिन्छ। थ्रेसहोल्ड नकटाउने दलले राष्ट्रिय दलको मान्यता समेत पाउँदैन। त्यस्तै अब 3% मत कटाउने दलहरूको सन्दर्भमा भने उनीहरूले पहिले बुझाएको समानुपातिक बन्द सूचीका उम्मेदवार क्रमअनुसार सांसदमा जान्छन्, जसमा महिला, दलित, जनजाति, मधेसी जस्ता समुदायका मान्छे अनिवार्य राख्नुपर्छ। यसले सबै समूहका आवाज संसदमा पुग्छ भन्ने सुनिश्चित गर्छ र समावेशी बनाउँछ। अब संक्षेपमा भन्नुपर्दा प्रत्यक्ष प्रणालीले जवाफदेहिता र स्थानीय प्रतिनिधित्व बलियो बनाउँछ र समानुपातिक प्रणालीले समावेशिता र समाजको न्याय सुनिश्चित गर्न खोज्छ। यसमा दुवै प्रणालीको उद्देश्य भनेको लोकतन्त्र बलियो बनाउनु हो, तर सही प्रयोग र इमानदार कार्यान्वयन नभए दुवै विवादको केन्द्र बन्न सक्छन्। त्यसैले अब फागुन 21 मा दुवै मतपत्र राम्ररी बुझेर भोट हालौं, किनकि तपाईको भोटले नै देशको भविष्य बनाउँछ।